हेलो नमस्ते। आज म सिकाउने छु भिएन एडिटिङ एकदम सजिलो तरिका। पुरा भिडियो हेर्नुहोला है त। भिएन एपलाई अन गर्नुहोला। अनि प्लसमा क्लिक गर्नुहोला। त्यसपछि न्यू प्रोजेक्टमा क्लिक गरिसकेपछि फोटोमा आउनुहोला। आफ्नो फोटो सेलेक्ट गर्नुहोला। सिलेक्ट गरिसकेपछि नेक्स्टमा क्लिक गर्नुहोला। पछि ओरिजिनलमा क्लिक गर्नुपर्ने हुन्छ। रेसु सेलेक्ट गर्नको लागि यहाँ देखाइरहेको छ माथि ओरिजिनलमा क्लिक गर्नु। त्यसपछि आफ्नो रेसु सेलेक्ट गर्नुहोला। सिलेक्ट गरिसकेपछि राइटमा क्लिक गरिदिनुहोला। त्यसपछि फोटोको लेयरमा यसरी सार्दै तिराउनु। यहाँ खाली कोठा देखाइरहेको छ। एकचोटि यसमा ट्याप गर्नुहोला। डिलिट भन्ने अप्सन आउँछ अनि डिलिट गरिदिनुहोला। यो हाम्रो कामको लागि छैन। अब हामीले कति सेकेन्डको भिडियो बनाउने हो त। त्यसैको आधारले यसरी बढाउनु होला। बढाइसकेपछि फेरि देखाइरहेको छ बलरमा ट्याप गर्नुहोला अनि बेसिकमा क्लिक गर्नुहोला। अनि हामीले आफ्नो बलरको साइज मिलाउनु पर्ने हुन्छ। 45मा राखेँ मैले। राखिसकेपछि यहाँ कटआउट भन्ने देखाइरहेको छ। यहाँनिर कटआउटमा क्लिक गर्नुहोला। सेड गर्नुपर्ने हुन्छ। अब एड गर्नको लागि यहाँ देखाइरहेको छ थर्ड भन्ने अप्सन प्लसमा यसरी ट्याप गर्नुहोला। फोटो एन्ड भिडियोमा यसरी ट्याप गर्नुहोला। ट्याप गरिसकेपछि सेडोलाई सेलेक्ट गर्नुहोला। सेलेक्ट गरिसकेपछि फिट भन्ने अप्सन पाउनुहुन्छ यहाँनिर। फिटमा क्लिक गर्नुहोला। फिटमा क्लिक गरिसकेपछि अब हामीले यहाँ देखाइरहेको छ ब्लेन्डिङमा यसरी क्लिक गर्नुहोला। त्यसपछि यहाँनिर क्लिक गर्नुहोला अनि राइटमा क्लिक गरिदिनुहोला। क्लिक गरिसकेपछि अब हामीले फेरि भिडियो पिएनजीलाई एड गर्नुपर्ने हुन्छ। फेरि त्यसैको आधारमा यहाँ प्लस देखाइरहेको छ। थर्ड नम्बरमा क्लिक गर्नुहोला। फोटो एन्ड भिडियोमा क्लिक गर्नुहोला। यसरी सेलेक्ट गर्नुहोला अनि यसको साइज मिलाउनु पर्छ। यसरी आफ्नो सुहाउँदो गरी ठ्याक्कै यहाँ सेन्टरमा राख्नुपर्ने हुन्छ। अब यसलाई फेरि ब्लेन्डिङ भन्नेमा अप्सनमा यहाँ देखाइरहेको छ। ब्लेन्डिङमा ट्याप गर्नुहोला अनि स्क्रिनमा ट्याप गरिसकेपछि यहाँ राइटमा क्लिक गरिदिनुहोला। क्लिक गरिसकेपछि अब हामीले ग्रीन स्क्रिनको भिडियो टेम्प्लेट एड गर्नुपर्ने हुन्छ। फेरि थर्ड नम्बरमा आउनुहोला यहाँनिर अनि फोटो एन्ड भिडियोमा फेरि जानुहोला। भिडियोमा यहाँ आउनुहोला। भिडियोमा
आइसकेपछि भिडियोमा आउनुहोला। भिडियोमा आइसकेपछि आफ्नो ग्रीन स्क्रिनको भिडियोलाई सिलेक्ट गर्नुहोला। सिलेक्ट गरिसकेपछि यहाँ क्रोमा भन्ने अप्सनमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि यसरी ग्रीन स्क्रिनमा देखाइरहेको छ गोलो, ट्याप गरेर तल सार्नुहोला अनि राइट गरिदिनुहोला। राइट गरिसकेपछि यहाँ फिट भन्ने अप्सनमा क्लिक गरिदिनुहोला। अब फेरि हामीले लिरिक्स भिडियो एड गर्नुपर्ने हुन्छ। फेरि थर्ड भन्ने अप्सनमा आउनुहोला। फोटो एन्ड भिडियोमा आउनुहोला। आफ्नो लिरिक्स भिडियो एड गर्नुपर्ने हुन्छ। मैले यो भिडियोलाई एड गरेँ। फेरि साइज मिलाउनु पर्ने हुन्छ। यसरी ठ्याक्कै सेन्टर ठाउँमा राख्नुपर्ने हुन्छ। यसरी फेरि अब ब्लेन्डिङमा आउनुपर्ने हुन्छ। यहाँनिर ब्लेन्डिङमा ट्याप गर्नुहोला अनि राइटमा क्लिक गरिदिनुहोला। अब हामीले एक्सपोर्ट गर्नुपर्ने हुन्छ। यहाँ माथि देखाइरहेको छ टिर जस्तो, यसमा क्लिक गर्ने, यसलाई पुरा गरिदिने, यसलाई चाहिँ 50 को आसपासमा राखेर यहाँ तल देखाइरहेको छ एक्सपोर्ट भन्ने, यसमा क्लिक गरिदिनु होला। हाम्रो एक्सपोर्ट भइरहेको छ। त्यसपछि डन गरिदिनु होला। फेरि प्लसमा आउनुहोला, न्यू प्रोजेक्टमा आउनुहोला, फोटोमा आउनुहोला। फेरि त्यही सेम फोटोलाई सिलेक्ट गर्नुहोला। फेरि नेक्स्टमा क्लिक गर्नुहोला। फेरि ओरिजिनलमा क्लिक गर्नुहोला। आफ्नो रेसो सिलेक्ट गर्नुहोला। राइटमा क्लिक गरिदिनुहोला। फेरि हामीले यो कोठालाई डिलिट गर्नुपर्ने हुन्छ। अनि हामीले पहिला एक्सपोर्ट गरेको 30 सेकेन्डको भिडियो थियो, त्यसैको आधारले फेरि सेलेक्ट गर्नुपर्छ। मेरो 10 सेकेन्डको थियो, मैले 10 सेकेन्ड राखेँ। अब हामीले फेरि एक्सपोर्ट गरेको भिडियोलाई ल्याउनु पर्ने हुन्छ। फेरि थर्ड भन्ने अप्सनमा आउनुहोला। यो होला फोटो एन्ड भिडियोमा ट्याप गर्नुपर्ने हुन्छ। फेरि भिडियोमा ट्याप गर्नुहोला। ट्याप गरिसकेपछि हाम्रो यही भिडियो हो। फिट भन्ने अप्सन देखाइरहेको छ, फिटमा क्लिक गर्नुहोला। फिट भइहाल्छ। त्यसपछि यसरी सार्नुहोला। यसरी सारिसकेपछि अब हामीले क्रोमा भन्ने अप्सनमा आउनुपर्ने हुन्छ। यहाँ देखाइरहेको छ क्रोमामा क्लिक गर्नुहोला। यहाँनिर गोलो घेरा देखाइरहेको छ। यो गोलो घेरालाई यसरी सार्नुहोला बिचमा यसको।
हटिसकेपछि अलिकति यसलाई यसरी मिलाउनु होला अनि राइट गरिदिनु होला। राइट गरिसकेपछि अब हामीले एकचोटि भिडियोलाई चेक गर्नुपर्ने हुन्छ कस्तो देखाइराखेको छ। अब फेरि ब्याकग्राउन्ड भिडियो टेम्प्लेटलाई एड गर्नुपर्ने हुन्छ। प्लसमा आउनु होला, फोटो एन्ड भिडियोमा आउनु होला, ब्याकग्राउन्ड भिडियो टेम्प्लेटलाई सेलेक्ट गर्नु होला। मैले यसलाई सेलेक्ट गरेँ। अब फिट भन्ने अप्सनमा आउनु होला, फिटमा क्लिक गर्नु होला अनि फेरि ब्लेन्डिङ भन्ने अप्सनमा क्लिक गर्नु होला अनि राइटमा क्लिक गर्नु होला। अब हाम्रो कस्तो बनिराखेको छ हेरौँ है त। गर्नुपर्ने हुन्छ। माथि क्लिक गर्नुहोस् अनि आफ्नो यसलाई पुरा गरिदिनुहोस् अनि यसलाई 50 को आसपासमा गरेर एक्सपोर्ट गरिदिनुहोस्। एक्सपोर्ट भइहाल्छ। अब डन गरिदिनुहोस्। तपाईहरू पनि यही स्टेप फलो गरेर भिडियो एडिटिङ बनाउन सक्नुहुनेछ। धन्यवाद।